एक्सप्लेनेसन चाहिँ यहाँ अगाडि छ हो यतातिर 5 ग्राम 5 ml चाहिँ बेन्जल्डिहाइड 3 ग्राम चाहिँ Na2CO3 4 ग्राम चाहिँ KMNO4 प्लस 100 ml चाहिँ वाटर तो राखेर चाहिँ नि हामीले बताउँदै छौं अक्सिडेसन हुने काम आगो देखाउन मेन आगो बिना बन्न सक्छ यसको संयोजक सुदीप भण्डारी र मेरो गुरु मोनो मोरासिनी साथै अत्यन्त महत्त्वपूर्ण फिगर सचिन भट्टराई सदस्य यिनी पनि गएका हुन् यिनलाई के भन्ने मलाई थाहा छैन केमिस्ट सदस्यहरू यदि हाम्रो सबभन्दा मेन मान्छे काम गर्दै नगर्ने तर क्रेडिट लिन आएका मल्ल यहाँ हामीले कन्डेन्सेसन गर्दैछौँ बेन्जल्डिहाइडलाई बेन्जोइक एसिड बनाउने यसमा चाहिँ नि पानी गर्नुपर्छ क्यामेरा चेन्ज यो चिज फेरि हामीले टक्क स्टप वाच यिनले गरे सचिनले गर्दैछन् आधा घण्टाको लागि हो रोक्न पोज गरेन त्यति हो यो आगो यही आगो जसरी कसैको मन जलाउनु छ तिम्रो नजलोस् नि फेरि मेरो बोलिरहेको मान्छे चाहिँ म हो मानव यो डकुमेन्ट्रीको कमेन्टेटर के भन्छ त्यसलाई यहाँ चाहिँ ग्लास रडलाई चिसो गराइरहनु पर्छ त्यही भएर सचिनले हाल्दै राख्दैछन् तो यो रड चाहिँ नि सधैँ चिसै भइरहनु पर्छ यता जति तता आए पनि मैले अघि पनि भनेको थिएँ अहिले पनि भनिरहेको छु यो चाहिँ नि जतिखेर नि भिजाइरहनु पर्छ यो चिसो भइरहनु पर्छ हाम्रो चाहिँ यहाँ लगभग बन्न लागिसक्यो यता महिला प्रजातिको आउँदैछ आजको एक्सपेरिमेन्टको बारेमा केही विस्तृत जानकारी दिन हाम्रो सामु आउनु भएको छ महत्त्वपूर्ण व्यक्तित्व सन्देश गौतम यसमा हामीले के केमिकलहरू राखेर यसलाई जलाउँदैछौँ भनिदिनुहरू Happy birthday to you. यतातिर फेरि तेल बढी भएर अलि आगो लागि चाहिँ भएको छ टाइमेरो यो ग्रुपको नाइके फेरि यता छन् सुदीप होमवर्क निकाल खै हाम्रो ल्याब क्लासमा रहेका यी केमिकलहरू हुन् अत्यन्तै महत्त्वपूर्ण र ब्याचलर डिग्रीका लागि गरिने सबै प्रकारका केमिस्ट्रीका उहरू यहाँ हुन सकेका छैनन् तर हामी धेरै जसो प्र्याक्टिकल गर्न चाहिँ नि उताको रुममै जानुपर्छ किनकि यहाँ पर्याप्त मात्रामा केमिकल नभएको कारणले यो भिडियो मार्फत म क्याम्पस प्रमुखलाई यो पनि भन्न चाहन्छु कि यो प्र्याक्टिकल रुममा छिटोभन्दा छिटो सम्पूर्ण केमिकलहरूको व्यवस्था गरिदिन अनुरोध छ हामी सबैद्वारा त्यस्तै गरी केमिकलहरू यो साइडमा पनि रहेका छन् अत्यन्त महत्त्वपूर्ण केमिकलहरू सचिनले उता राखिदिँदैछन् प्र्याक्टिकल सुरु भएको लगभग 3 महिना हुन ला त्यसमा पहिलोचोटि आएको छ नै नि ल सबैले ताली बजाइदिउँ यसरी उम्लिसकेको छ लगभग 25 मिनट हुन गइसकेको छ 5 मिनट मलाई बोल्न देऊ 5 मिनट बाँकी रहेको छ है त 5 मिनट बाँकी अब हाम्रो गुरु मनोज मोरासिनी जी हरेक काण्ड वर्तमानै अघि हुनुहुन्छ 30 मिनट हुन लागिसकेको छ 30 मिनट भइसकेपछि यसलाई हामीले चिस्याएर यसलाई कङ्क्याचुएसोफोमा राखेपछि व्हाइट क्रिस्टल हुन्छ र त्यसलाई प्युरिफाई गरेपछि चाहिँ नि हामीले
चाहेको केमिकल चाहिँ नि प्राप्त गर्छौँ है त त्यो नै हाम्रो प्र्याक्टिकलको अन्त्य हुन्छ यो चिसिसकेछ अब यसलाई निकाल्ने काम हुन लाग्दैछ त्यो तालोको युज गरेर चाहिँ नि अब त्यसलाई निकाल्दैछौँ यो के जस्तो आरुको भित्रको बिहा हुन्छ क्या एउटा लाइक कुलिङ गर्दैछौँ हामीले यसलाई कुलिङ गर्दैछौँ नि त पानी हाल्दैन केही हुन्न चाहिँ नि महत्त्वपूर्ण कन्भर्सेसन भइरहेको छ हामीले यसलाई कुलिङ गर्दैछौँ कचड़ा में सीमेंट से निकला गुलाब हमने गरीबी देखी हमें फिल्टर करने हमें पूरे नयाँ कलरलेस त आयो कलरलेस आउनु पर्ने थियो ठक्कै त्यस्तै आयो We are on a good track, है ना? बाबा पेपर भन्दा बुस बाहिर गयो निकाल फिल्टर गरेर यस्तो आएको छ कङ्ग्रेस यसो हाल्दैछौँ त्यो ओके यसो भनेको त्यही त हो किङ अफ एसिड यही हो क्या आउनुपर्नेलाई अझै राखिदेऊ भोर्देऊ कि त्यसलाई तेल फिल्ट्रेट नरहोस् कि केही पनि इन पोइन्ट खोजा है यो क्या कम बन्यो है त ल पुनः कुल गर्दैछौँ रेजिस्टर नि काम नलाग्ने थियो र फ्याँकियो ले गरिबी त छ के अरे देख्नु भएको छ अब यसलाई पछि कति यिल्ड भयो भनेर जाँच्नलाई एकछिन लुगाएर राख्छौँ डार्क ठाउँमा राख्नुपर्छ अरे यो हाम्रो कसले भने गर्यो जोन डाल्टनले भिडियो हेरेर लिन चाहिँ आउनु भएन फेरि ए भिडियो हेरेर लिन आउनु भएन आजको प्र्याक्टिकल सकिएर चाहिँ अब घाम ताप्न हामी लाग्दैछौँ मेरो मान्छे म यिनी एकजना को हो म तिमीलाई चिन्दिनँ तिमी क्यामेराम्यान थिए सन्देश गौतम